नमस्ते सबैजनामा प्रणाम। फेरि एउटा नयाँ भिडियो लिएर आएको छु अहिले म हजुरहरूको अगाडि। अहिले चाहिँ म यहाँ छु तपाईको भन्नुहुन्छ भने न्यू लुक्स ब्युटी पार्लरमा र यहाँ तपाईलाई देखाम यहाँ के काम हुन्छ त्यसको बारेमा जानकारी दिउँ भनेर नि भनिरहनु है तपाईहरु। यहाँ हेर्नुहोस् यहाँ सबै थोक राखिया छ। यहाँ हामीले हजुरहरूको लागि सबै ब्युटी पार्लरको लागि हेर्न सक्नुहुन्छ। यहाँ यो सबै फेसिलिटी छ। भाइ त यसमा चाहिँ के हुन्छ? यसमा यसमा टाउको वास हुन्छ, हेयर वास हुन्छ। ओ यसमा हेयर वास हो? अच्छा हेयर वास हुन्छ। अच्छा अच्छा। अनि उ त्यसमा उ त बक्स के हो त? यो हजुर यो पनि तपाईको स्पा गर्दाखेरि युज हुन्छ। यसले तपाईको कपाललाई हिट दिन्छ। अब जतिखेर नुहाएर स्पा भन्ने एउटा प्रोसेस हुन्छ। अच्छा अच्छा। प्रोसेस गर्दाखेरि यसले हिट दिएर अच्छा यो गरिन्छ। अब अच्छा। अनि भाइ त यसमा चाहिँ यो के हो? यो सामानहरू यी चाहिँ के हुन्? यिनीहरू सबै अब त्यतिखेर युज हुने सामानहरू हुन् यिनीहरू। अच्छा। जतिखेर हामीले अब त्यहाँ गर्छौँ नि त, हजुर फेसियल भयो होइन। हजुर तपाईँको फेसियल जस्तो फेसियलमा 3-4 प्रोसेस हुन्छ होइन। क्लिनअप भयो, फेसियल भयो। ती फेसियलमा 4-5वटा प्रोसेस छन्। अलग अलग हुन्छ। तिनीहरूमा यसले स्ट्रिङ दिनु छ कि यसले एउटा गरम भाप ल्याउँछ। अच्छा। भाप स्किनमा दिए हुन्छ। हजुर। अनि त्यो स्किनमा त्यो भाप दिएर त्यहाँको लेत्राहरू निकाल्नमा यसले मद्दत गर्छ। अच्छा अच्छा अच्छा। यहाँ हेर्न सक्नुहुन्छ यहाँ सबै थोक फेसिलिटी छ। यहाँ पुरा हजुरहरूको लागि 24/7 यहाँ बस्नुभएको छ भाइदाउ। र यहाँ के माने सुविधा छ? सामानहरू चाहिँ तपाईँको सामारको लागि हुन्। हजुर। सनस्क्रिमहरू छन् त्यहाँनिर बच्चादेखिको लिएर हजुर सबैको लागि छन्। माथिका प्रोफेसनल सेम्पूहरू भयो। हजुर। यिनीहरू यहाँ सनस्क्रिमहरू छन्। हजुर। यो बच्चाको भयो, जन्मेको बच्चाबाट हजुर 10 इयर्सको बच्चासम्मको लागि यो सनस्क्रिम हो। हजुर अब अचेलबाट त होइन, सनस्क्रिम नलगाए मान्छे घरबाट निस्किँदैनन्, सबैलाई थाहा छ। हजुर। अनि फेस वास सनस्क्रिमहरू छन्। गर्मीको सिजन आयो सनस्क्रिम चाहिन्छ। अच्छा। अनि तपाईँ टोनरहरू छन्। हजुर हजुर। अनि तपाईँको सिरामहरू छन्, फेस सिराम भन्छ। अच्छा अच्छा। फेस सिरामहरू छन्। अच्छा। सबै थोक छन्। अब अच्छा। चाहिँदाखेरि भेटिन्छ। अब अच्छा अच्छा। अनि यहाँ चाहिँ माने सुरुवात कहाँदेखि कहाँसम्म छ? के गर्नुहुन्छ यहाँ काम चाहिँ? अब काम त यहाँ सबै थोक यहाँ छ। यो अब अच्छा। अब यहाँ छ यो भनेर लिस्ट हो? सकिँदैन कि। एउटा अच्छा। पार्लरमा एउटा सेलुनमा काम यति हुन्छ नि त भनेर हजुर। सकिँदैन। अब अच्छा। यहाँ अब थ्रेडिङदेखिबाट लिएर अब कति थोक हुन्छ, बयान गरेर सकिँदैन। अब अच्छा अच्छा। हजुर। यी सबै काम हुन्छ नि यहाँनिर। अब अहिले त अब 10% डिस्काउन्ट पनि हुन्छ। अब बर्खा लागेको छ, हजुर। त्यसको लागि अब अलिकति डिस्काउन्ट पनि हुन्छ। अच्छा अहिले 10% डिस्काउन्ट छ? हजुर। अच्छा जे कुनै काममा 10% डिस्काउन्ट। अच्छा अच्छा। ल धन्यवाद छ तपाईँलाई जानकारी दिएकामा। र दर्शकबिनलाई के भन्न चाहनुहुन्छ? अब के भन्नु भन्नलाई अब एड्रेस अब ठेलामारा तिनियारी हो होइन। हजुर। अनि युलुस ब्युटी सेलुन लेखेको छ एउटा बाटोमा। हजुर। ठेलामारा टु तेजपुर रोडले नि भेटेको छ। हजुर। मिसामारी टु ठेलामारा रोडले पनि भेटेको छ। हजुर। एड्रेस अब राम्ररी सबैलाई थाहा छ। जतिजनाले चिन्नुहुन्छ नचिनेकोलाई पनि अब बाटामा युनिसेक्स सेलुन भनेर लेखेको छ। युनिसेक्स अब गल्तीले दिइहाल्यो, तर युनिसेक्स चाहिँ छैन, जस्ट ब्युटी सेलुन मात्रै छ। अब आइदिनु भयो, सर्भिसहरू हेर्नु, सर्भिसहरू हेरेर कस्तो के लाग्छ होइन। आउनु गर्नु म भन्दिनँ, आउनु एकखेप ट्राई गर्नु कस्तो के लाग्छ उहाँहरूलाई सर्भिस। तर मन पऱ्यो भने आउनु, मन परेन भने त केही उपाय चल्दैन नि। हामी जति सक्छौँ उहाँहरूको सेवा गर्छौँ। अच्छा। तपाईँको कन्ट्याक्ट नम्बर के कति हो? कन्ट्याक्ट नम्बर त यहाँ ब्युटी पार्लरको? अच्छा यही नम्बर हो? तपाईँहरू यसैमा कन्ट्याक्ट गर्नुहोस् र तपाईँमा यसलाई यो नम्बरमा कन्ट्याक्ट गर्नुभयो भने तपाईँहरूले भेट्नुहुन्छ। ल तपाईँहरूको लागि हेर्नुहोस् यहाँ के पुरै सबै थोक A to Z चार्टमा छ। तपाईँहरूले के विषयमा माने कटिङ गर्नुहुन्छ त्यसको विषयमा छ। ल तपाईँहरूसँग यही सानो एउटा जानकारीको साथ म बिदाई लिन्छु। र हजुरहरूको पुरा आशा छ, उम्मिद छ तपाईँहरूले यो अहिले दिएको नम्बरमा फोन गर्नुहुन्छ भनेर। र 24/7 सर्भिस हो कि टाइमिङ के हो? टाइम 10 बजेर 8 बजीसम्म। अच्छा मर्निङ 10 to 10 to अच्छा 8 PM सम्म। ओके ओके। यति टाइमसम्म तपाईँहरू कल गर्नु। धन्यवाद छ। बाई।